युएई दुबईमा धेरै सिक्रेट कम्पनीहरू छन्। आज म तपाईँलाई टप 5 सिक्रेट कम्पनीहरूको नाम भन्न जाँदैछु। यदि तपाईँहरू कोही नेपालबाट सिरा अथवा पिएसबी सिक्युरिटी गार्डमा आउँदै हुनुहुन्छ भने तपाईँहरूको लागि यो बेस्ट भिडियो छ। भिडियो लास्टसम्म हेरिदिनु होला। र सुरुमा तपाईँहरूले बुझ्नुपर्ने कुरा भनेको मेन कुरा भनेको सेक्युरिटी जति पनि कम्पनीहरू छन् यो भनेको सप्लायर कम्पनी हो। जस्तै कि सेक्युरिटी कम्पनी र अरू कम्पनीहरूमा हामीले कम्पिट गर्न मिल्दैन। जस्तै कि हाम्रो भनेको सप्लायर कम्पनी हो। जस्तै कि अरूको कम्पनीमा गएर काम गर्ने र अरूको एकलौटो कम्पनी भनेको आफ्नो स्टाफ आफै हायर गरेर आफ्नै कम्पनीमा काम गर्ने र हामी अरूको कम्पनीमा गएर काम गर्दैनौँ र उनीहरूको कम्पनी र हाम्रो सेक्युरिटी कम्पनीलाई कम्पेयर गर्नु मिल्दैन। उनीहरूको धेरै फेसिलिटिज हुन्छ र त्यो फेसिलिटिज हामीमा हुँदैन। हाम्रो सेक्युरिटी कम्पनी चाहिँ कसरी राम्रो हुन्छ भन्ने कुरा चाहिँ सेलेरी टाइममा दिने, इन्ड अफ द मन्थको लास्टमा सेलेरी हालिदिने र महिनामा 4 वटा छुट्टी दिने र के कारणले छुट्टी पाएन भने त्यो महिनाभरि सबै काम गरेको पैसा हालिदिने र कहिले कसो बिरामी हुँदा सिक लिभ पाउने, कहिले कसो मान्छेलाई इमर्जेन्सी हुन्छ नेपालमा होइन प्राय कम्पनीहरूले दिँदैन, इमर्जेन्सी भ्याकेसन हुन्छ त्यसलाई चाहिँ यदि केही समस्या भयो भने त्यो जान दिने र कहिले कसो लोकल लिभ लिनुपर्ने अवस्था आउँछ किनकि कति मान्छेहरू भिजिटमा आउनुहुन्छ आफन्त मान्छे आफ्नो पेन्डिङ मान्छेहरू र आफ्टर 2 इयर पछि भ्याक्सिन जाँदाखेरि धेरै कुर्न नपर्ने प्राय कम्पनीहरूले मान्छेहरू नबनाएर के गर्नु पर्यो जान दिन्न कति समयसम्म कुरा हिँड्छ त्यो भ्याक्सिन जान दिनलाई पनि राम्रो गरिन्छ। अनि जस्तै कि राम्रो लोकेसन धेरै कम्पनीहरूसँग स्ट्यान्डिङ लोकेसनहरू छ है 12 घन्टा उभिनुपर्छ 11 घन्टा उभिनुपर्छ स्ट्यान्डिङ लोकेसन भन्दा पनि अरू लोकेसनहरू भएको राम्रो धेरै गाह्रो नहोस् सेक्युरिटी गार्डलाई। र लास्टमा आयो सेटलमेन्ट। यदि तपाईँ क्यान्सिल जानुहुन्छ भने 4 वर्षपछि 2 वर्षपछि तपाईँले सेटलमेन्ट छिटो पाउने र छिटो जान पाउने। यो सबैलाई चाहिँ हामीले राम्रो कम्पनी मानिन्छ र नराम्रो कम्पनीहरू भन्नु पर्दा चाहिँ यसकै सेम अपोजिट है। त्यो सबै हामीले नराम्रो कम्पनीहरू मानिन्छ र म तपाईँलाई टप 5 सेक्युरिटी कम्पनीहरूको नाम भन्छु। भिडियोलाई लास्टमा हेरिदिनु होला। युएई दुबईको पहिलो नम्बरको कम्पनी छ ग्लोबल सेक्युरिटी कम्पनी। यसमा चाहिँ आर्म्स गार्डहरू पनि सप्लाई गर्ने गर्छ र यसको मेन कुरा चाहिँ लोकेसनहरू एकदम राम्रो छ। अपार्टमेन्टहरू सेकको भिल्लाहरू र सरकारी अफिसहरूमा छ यसको लोकेसनहरू एकदम राम्रो छ र यसले राम्रो सुविधा दिएको छ स्टाफहरूलाई खाना बस्न ट्रान्सपोर्टेसनहरू एकदम राम्रो छ कम्पनीको है। स्यालेरी टाइममा हालिदिन्छ र महिनामा 4 वटा छुट्टी छ। यदि कोही रिलेभर भएन भने महिनाको 30 दिन काम गर्न पर्यो भने 30 दिनको स्यालेरी हालिदिन्छ र यो कम्पनीमा 3200 सम्म चाहिँ मजाले कमाउन सकिन्छ। र 2 नम्बरमा चाहिँ म तपाईँलाई ट्रान्सकार कम्पनी भन्न चाहन्छु। यो कम्पनी चाहिँ अहिले एकदमै चलिआएको छ है। युएईमा लास्टै चलेको छ लास्टै फेमस पनि छ। यदि ट्रान्सकारलाई नचिन्ने कोही पनि छैन होला र मेरो 2-3टा साथीहरू पनि छ ट्रान्सकार कम्पनीमा। मसँग उनीहरूको कुरा हुन्छ बेला बेलामा होइन उनीहरूसँग कुरा हुन्छ एकदम राम्रो छ। 2770 छ स्यालेरी र 3200 सम्म चाहिँ मजाले कमाउन सकिन्छ। छुट्टी टाइममा छ यदि छुट्टी पाएन भने अफकोर्स स्यालेरी टाइममा दिइहाल्छ फुल स्यालेरी। इफ तपाईँहरूलाई इमर्जेन्सी भ्याकेसन चाहिएको छ भने इमर्जेन्सी भ्याकेसन पनि दिन्छ। साइट लोकेसनहरू एकदम राम्रो छ ट्रान्सकारको। एउटा चाहिँ अलिकति मैले देखेको अनुसार चाहिँ एउटा मलमा चाहिँ छ त्यहाँ चाहिँ स्ट्यान्डिङ छ बट रेस्ट चाहिँ पाउँछ स्ट्यान्डिङ भयो पनि रेस्ट चाहिँ मजाले पाउँछ मलहरूमा। लगभग केटाहरूले चाहिँ 2 घन्टा केटीहरूलाई चाहिँ 3 घन्टासम्मको ब्रेक छ है मलहरूमा काम गर्नलाई कम्पेयर टु अदर कम्पनी। अरू कम्पनीहरूको ब्रेक टाइम भनेको 1 घन्टा हुन्छ र ट्रान्सकारले 2 देखि 3 घन्टा पनि दिन्छ यदि स्ट्यान्डिङ ड्युटी छ भने। र साथीहरू 3 नम्बरमा चाहिँ जिपिएस कम्पनी छ। जिपिएस कम्पनीमा गार्डहरूलाई एकदम राम्रो व्यवहार गर्छ। सुपरभाइजरहरू मेम्बरहरूले सबैले राम्रो व्यवहार गर्छ र स्यालेरी टाइममा पनि दिन्छ। इफ तपाईँलाई केही बिरामी भयो भने केही समस्या भयो भने के पर्सनल इस्यु भयो भने कम्पनीले एकदम छिटो रेस्पोन्स गर्छ र तपाईँहरूलाई रेस्ट पनि दिन्छ। यो कम्पनी चाहिँ एकदम राम्रो छ। यो कम्पनीमा पनि तपाईँ आउन सक्नुहुन्छ। तपाईँहरूको लाइफ अलिकति बेटर हुन्छ राम्रो हुन्छ र तपाईँले 2 वर्ष एकदम मजाले काट्न सक्नुहुन्छ। र साथीहरू 4 नम्बरमा चाहिँ छ सेक्युरिटी गार्ड मिडलिस कम्पनी पनि एकदम राम्रो छ है पप्पाल छ कम्पनी। हामीले लाइसेन्सको ट्रेनिङ गर्ने बेला लाइसेन्स निकाल्ने बेला हामीले टिएसटिआई दिने बेला टिएसटिआई भनेको चाहिँ जुन हामीले क्लासेसहरू दिन्छौँ लाइसेन्सको लागि त्यसलाई चाहिँ टिएसटिआई भनिन्छ। त्यतिखेर चाहिँ त्यो साइडमा चाहिँ मिडलिस सेक्युरिटी थियो है मतलब मिडलिस सेक्युरिटीको क्याम्प थियो त्यहाँनिर चाहिँ हामी त्यहीँनिर पढेको थियौँ र हामीले क्लासहरू यता दिन्थ्यौँ। मिडलिस सेक्युरिटीको एडमिनिस्ट्रेसन यता थियो। प्राय सेक्युरिटीहरूले ड्युटी पनि त्यहीँनिर गर्थ्यो टिएसटिआईमा पनि गर्थ्यो र त्यो पनि एकदम राम्रो छ भक्पाल छ। मेरो 1-2टा साथीहरू पनि छ त्यहाँ उनीहरूसँग कुरा हुँदाखेरि एकदम राम्रो छ स्यालेरी टाइममा छ। यदि त्यो कम्पनी जोइन गर्न सक्नुभयो भने तपाईँहरूले 3000 देखि 3200 सम्म मजाले कमाउन सक्नुहुन्छ र छुट्टीहरू टाइममा छ। प्राय त्यो कम्पनीहरूको साइटहरू गभर्मेन्ट साइटतिर छ र एकदम राम्रो छ यो कम्पनी पनि। ल साथीहरू 5औं नम्बरमा छ फर्स्ट सेक्युरिटी ग्रुप। फर्स्ट सेक्युरिटी ग्रुप भनेको चाहिँ युएईको दुबईको खतरा ठुलो कम्पनी हो र यसको साइडहरू प्राय रेसिडेन्ट भिला मलहरू हुने गर्छ र यो कम्पनी पनि एकदम राम्रो छ। यदि तपाईँहरूले पनि यो कम्पनी जोइन गर्न सक्नुभयो भने तपाईँहरूले एकदम राम्रो पैसा कमाउनुहुन्छ। महिनामा नेपाली 1 लाखसम्म बचाउन सक्नुहुन्छ। यदि यो कम्पनीमा पनि तपाईँहरूलाई केही भयो भने कम्पनीले एकदम राम्रो रेस्पोन्स दिन्छ छिटो रेस्पोन्स दिन्छ।
लोकल लिभहरू दिन्छ है, भ्याकेसनहरू दिन्छ राम्ररी। र साथीहरू यो 5 लाख बेस्ट कम्पनीहरूको नाम चाहिँ भने मैले, इफ तपाईँको घरतिर या कतैतिर यो कम्पनीहरूको इन्टरभ्यू छ भने तपाईँहरू एकदम ढुक्क भएर गएर हुन्छ है, इन्टरभ्यू राम्रोसँग दिनु, पास हुनु, सिरा अथवा पिएसबिडी जेमा भए पनि। र तपाईँ यो कम्पनीमा छिर्न सक्नुभयो भने तपाईँहरूको लाइफ अलिकति भए पनि बेटर हुनेछ कम्पेयर टु अदर कम्पनी चाहिँ। दुबईमा एकदम खत्तम कम्पनीहरू छ, तिनीहरू भन्दा यो 5 वटा एकदम बेस्ट छ। इफ तपाईँहरू यो कम्पनीमा पऱ्यो भने चाहिँ एकदम दामी हुन्छ है। यदि तपाईँहरू कोही आउन चाहनुहुन्छ भने पिएसबिडीमा अथवा सिरामा, र हतार नगर्नु होला। मेन कुरा भनेको नेपालबाट आउनको लागि हतार नगर्नु होला। हतार गऱ्यो भने एकदम दुःख पाउँछ तपाईँहरूले। मेन कुरा वेट गरेर कुन चाहिँ राम्रो कम्पनीहरूको इन्टरभ्यू आएको छ पुरेर इन्टरभ्यू दिएर बल्ल आउनु होला, हतार नगर्नु होला। इफ तपाईँले हतार गरेर नि आएर एकदम दुःख पाउँछ तपाईँहरूले है, फर्स्ट दुःख पाउँछ। हतार नगरिकन राम्रो इन्टरभ्यू दिएर आउनु होला। र साथीहरू तपाईँहरूलाई अलिकति भए पनि थाहा भयो होला होइन कम्पनी कस्तो रोज्ने। इफ तपाईँहरू आउँदै हुनुहुन्छ भने कन्ट्र्याक्ट राम्ररी साइन गर्नु होला, हेरेर के लेखेको छ। हतारमा साइन नगर्नु होला, टक्क सबै हेरेर पढेर सबै कुरा सोधेर बुझेर आउनु होला। पछि फेरि तपाईँहरूले आएर केही पनि भन्नु पाउनुहुन्न, र तपाईँले भने पनि न मेन पावरले सुन्छ न कम्पनीले सुन्छ। सो ध्यान दिएर आउनु होला है। र साथीहरूलाई आजलाई यति गरौँ। इफ तपाईँलाई यो भिडियो मन परेमा च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु होला। र तपाईँले के सोध्न चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नु होला। कमेन्टको थ्रु या भिडियोको थ्रु म तपाईँलाई रिप्लाई गर्नेछु। र आजलाई यति, नेक्स्ट भिडियोमा एकदम चाँडै भेट्नेछौँ। बाई बाई।